यो यो कुनै कल्पना होइन, यो परदेशी साथीको कहानी हो। अघिल्लो दिन रुमभरि रमाइलो थियो, नेपाल फर्किने खुसीले मन भरिएको थियो। सामान किन्यौं, झोलाहरू बाँध्यौं, घरका सबैलाई म आउँदैछु भन्यौं। आमाले भनिन् छिट्टै आइज है छोरा, बुबाले भने बाटो राम्रो होस्, मनभरि सपना अनुहारमा मुस्कान, अब त भेटिने भयो आफ्नै परिवार। रातिको 3 बजे ट्याक्सी चढ्यौं, एयरपोर्ट पुग्ने आशामा हिँड्यौं, तर बीच बाटोमै ट्याक्सी बिग्रियो, भाग्यले फेरि हाम्रो बाटो छेकिदियो। घडी दौडिरह्यो, मन रोइरह्यो, एयरपोर्ट पुग्दा लेन उडिसक्यो। हेर्दा हेर्दै सपना टाढा गयो, घर फर्किने खुसी आँसुमै बग्यो। साथीको कहानी, पीडाको हानि, परदेशीको जिन्दगी कसले बुझ्ने हो नि। नेपाल पुग्ने सपना अधुरै भयो, फेरि कम्पनी फर्किनु पर्ने भयो। टिकट कहिले आउँछ आज पनि पर्खाई, घरको सम्झनाले रातभरि रुवाई। आमाको आवाज कानमा बजिरहन्छ, परदेशीको मन भित्र भित्रै टुटिरहन्छ। रुममा फेरि उही झोला खोलियो, घर लैजाने उपार फेरि थन्कियो। साथीहरू चुपचाप एकअर्कालाई हेर्छन्, मनका आँसु लुकाएर मुस्कुराउन खोज्छन्। कम्पनीको गेट फेरि खोल्नु पर्यो, अधुरो सपना फेरि बोक्नु पर्यो। एउटै प्रश्न मनभित्र घुमिरह्यो, अब टिकट कहिले आउला। परदेशले पैसा त दियो, तर कति सपना पनि खोस्यो। आज उडान छुट्यो, तर आशा छुटेको छैन। एक दिन आफ्नै माटोमा फर्किने छौं।